हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म बनाउँदैछु आँपको अचार। यो आँप चाहिँ गाउँबाट आमाले ल्याइदिनु भएको थियो अनि उहिना नि आँटिसकेको थियो क्या। हामीले मरवास्ती गरेको थिएन, कहिले कता भएर। अनि म चाहिँ यो आँपलाई काट्दैछु। मैले पखालेर काट्दै थिएँ अनि मम्मीले चाहिँ हल्का स्किन केयर गर्नुहुन्छ, उहाँले गर्दै हुनुहुन्थ्यो। अनि यो आँपलाई चाहिँ यतिको टुक्रा पारेर काट्यो। अनि काटेर भएपछि म यसलाई चाहिँ एकछिन सुकाएँ। अनि यतिको बनेपछि अब यसको लागि चाहिँ मैले तेल तताएँ अनि मैले यसमा हरियो खुर्सानी राखिदिएको छु। अनि त्यसपछि मैले यहाँ चाहिँ मसलाहरू राखिदिएँ। अनि यो चाहिँ जिरा धनियाँ थियो है, अनि सौँफ तोरीहरू पनि हाल्छ, यो चाहिँ मैले पछि राखिदिएको छु। त्यसपछि यहाँ चाहिँ मैले आँपको अचारको लागि मसला छुट्टै ल्याएको थियो, त्यो मसला पनि राखिदिएको छु। मसला चाहिँ कम नै भएको थियो क्या। अनि त्यसपछि स्वादअनुसारको चाहिँ नुन राखिदिएको छु मैले। अनि यो नुन हालेर यसलाई चाहिँ घोल्नुपर्छ है। र अघि तताको त्यो तेलमा चाहिँ मैले ज्वानो अनि के मिक्स थियो है, अनि त्यहाँ मेथी के मिक्स थियो, अनि त्यो मैले त्यहाँ झानेर यसलाई हल्का कालो कालो बनाएर अनि यही माथि चाहिँ मैले बेसर चाहिँ जहिले यहीँ खराउँछु क्या मैले तेलमै। अनि सब बिर्सिसकेको थिएँ क्या मैले आमालाई सोधेर अनि के कसरी गरिन्छ भनेर सोधेर आमालाई सोधेर मैले यो रेसिपी लिएर आएको छु। अनि त्यसपछि यो चाहिँ कालो हुँदै गयो। अनि त्यसपछि मैले यसमा चाहिँ अब बेसर राखिदिन्छु। मैले चाहिँ यहाँ बेसर राखेँ। बेसर चाहिँ अलिक बढी नै राख्नुपर्ने रहेछ, किनभने यसलाई चाहिँ हल्का कलर पनि आउनुपर्छ क्या। त्यो खराइसित त्यस्तो बास्ना आउँदैन नि त बेसरको। अनि त्यसपछि मैले अघिको त्यो आँपमा चाहिँ मैले यो झानी दिएँ। अनि मैले चाहिँ यो आँपमै झानी दिएँ। अनि यसलाई चाहिँ अब मिक्स गर्नुपर्छ। अनि यहाँ चाहिँ त्यो छिटो यो बाटा के ओइलिन्छ भनेर यहाँ चाहिँ चमचले चलाइराख्यौँ हामीले। अनि चलाएपछि हातले मुसेको जस्तो त हुँदैन नि त। अनि त्यही भएर अनि फेरि मैले मसला हालेको लस्तै कम भएछ क्या। अहिले चाहिँ हामीले अलिकति बजार टाढै पर्छ, अनि मैले हातले मुसिदिएँ यो पनि। अनि म चाहिँ यतिको प्लास्टिक लाउँदैन कि झ्याउ लाग्छ क्या मलाई, त्यही भएर मैले हातले मुसिदिएँ यो मोले सबै। र त्यसपछि मैले चाहिँ यहाँ तोरी भुटेर अनि यो मसिनो पारेको थियो, अनि यो पनि हामीले मिक्स गरिदियौँ त्यही। अनि हल्का धुलो खुर्सानी पनि राखिदिएँ। अलिकति पिरो नै हुनुपर्छ अनि नुनिलो हुनुपर्छ यो, किनकि पछिसम्म टेस्ट हुन्छ नि त। अनि हेर्न सक्नुहुन्छ कति राम्रो कलर आइसकेको छ, अनि बास्ना पनि मिठो आएको थियो क्या। अनि म त्यति खाँदिनँ कि यो अमिलो चाहिँ, यो आँपको अचारहरू अमिलोहरू चाहिँ त्यति खान सक्दिनँ मैले, पिरो चाहिँ खान्छु। सो हाम्रो आँपको अचार चाहिँ रेडी भइसकेको छ। अनि तपाईँहरूलाई कस्तो लाग्यो मेरो आजको आँपको अचारको रेसिपी। अनि यो चाहिँ अब डब्बामा हालेर राख्नुपर्छ हामीले, पछि खानालाई नै हुन्छ नि त। र यतिको बनायौँ। अनि फेरि खुर्सानी पनि थपिदियौँ हामीले। अनि त्यसपछि यतिको भइसक्यो। हामीले चाहिँ यहाँ डब्बामा रेडी पारेर राखिसक्यो, सुकाउनुपर्छ। सो आजको भिडियो यति नै। थ्याङ्क यू सो मच फर वाचिङ गाइज, बाई।